पोथी भाषेको फिटिक्कै सुहाउँदैन। आफ्नो कुरा अथवा तर्क राख्दा यस्तो जवाफ तपाईहरुमध्ये कतिले पाउनु भएको छ? हामीले हुर्काइको क्रममा महिलाको नाममा यी र यस्ता अनेकौं उखानहरू सुनेका छौं। सरल, सुशील, कम बोल्नुपर्छ भन्दै संस्कारका नाममा कति चेलीको बोली दबाइयो होला। छोरी जन्मिदा उनलाई सानो उमेरबाट नै बोल्दा होस गर्नुपर्छ, बिचमा बोल्नु हुँदैन, थप कुरा गर्नु हुँदैन, घरको कुरा बाहिर लगेर लाउनु हुँदैन, छोरी मान्छेले चुप बसेकै राम्रो हुन्छ, धेरै बोल्यो भने फतौरी भन्छन्, बोली अर्काको घर जाने जात, घर परिवारले धेरै बोल्ने छोरीलाई स्वीकार्दैनन्, सहनशील हुनुपर्छ भन्दै छोरीलाई सिकाउँछौं। तर यही चुप लाग्ने शिक्षा, सहनशीलता र संस्कार पछि गएर उनको आवाज दबाउने संस्कृति बन्छ। महिलालाई कहिलेकाहीँ शारीरिक रूपमा मात्र होइन, सामाजिक नियम, परम्परा, पारिवारिक दबाव र लोकलाजले समेत बाँधेर राखेको हुन्छ। बाहिरबाट उनी स्वतन्त्र देखिन्छिन्, तर भित्रभित्रै उनी के भन्छिन्, के सोच्छिन्, के उचित हो भनेर आफ्नो लागि निर्णय लिन सक्दिनन्। भित्रभित्रै अदृश्य पिञ्जरामा बाँचिरहेकी हुन्छन्। समय सँगसँगै यो मौनता संस्कारको रूपमा स्वीकारिन्छ, तर वास्तवमा यो अवसर, आत्मविश्वास र अधिकार खोज्ने हतियार हो। म यो समाजलाई सोध्न चाहन्छु, के आफ्नो पीडा सुनाउनु, आफ्नो हक, हित र न्यायको लागि बोल्नु अपराध हो र चुपचाप सहेर बस्नु चाहिँ गुड? धेरै महिलाहरू आफ्नो पीडा, हिंसा, अन्याय या असन्तोषको कुरा गर्न डराउँछिन्, किनभने उनलाई सानैबाट सहनुपर्छ भनेर सिकाइएको हुन्छ। एउटा अन्तर्वार्तामा अभिनेत्री रेखा थापाले भनेकी थिइन्, महिलालाई हेरिन्छ, सुनिदैन। हामी त्यही सोच र मान्यताबाट परिचालित भएकोले उनको कुरामा दम देखिन्छ। अब समय आएको छ संस्कारको नाममा थोपरेको मौनता तोड्ने, महिलाको आवाजलाई रोक्ने होइन, सुन्ने। आफ्नो लागि बोल्नु उनको अधिकार हो भन्ने कुरा सबैले मनन गर्ने। हस्त हाम्रो अर्को भिडियोमा भेट हुने नै छ। नमस्कार।